तपाईको शुभ नाम चाहिँ? मेरो अर्जुन गन्धर्व, उहाँको राजेश गन्धर्व। अर्जुन गन्धर्व। कहाँ देखाउनु भयो तपाईँहरू? हामी त पश्चिम डाङदेखि। हजुर डाङदेखि। डाङदेखि कहिले आउनुभयो सोलुखुम्बु? हामी आएको भयो 3 दिन भयो। कता कता डुल्नुभयो सोलुखुम्बु? अब सबै ठाउँतिर घुम्दैछ। सारङ्गीको मार्केट चाहिँ कस्तो रहेछ त बजारमा? कस्तो देख्नुभयो तपाईँले? राम्रो छ? राम्रै गर्नु भएको छ सोलुमा। राम्रै गर्नु भएको छ। तपाईँले तपाईँको बुवाहरूले नि पुस्तादेखि गर्नुहुन्थ्यो? हाम्रो जिजु पुर्खा, हाम्रो खेतबारी भनेको तपाईँ चाहिँ सारङ्गी बजाएर चाहिँ आफ्नो व्यवसाय चलाउनुहुन्छ? हजुर हामीले बजाएरै यहीबाट आफ्नो खानपिन सबै यहीबाटै गर्छ। भनेको तपाईँ दैनिक रूपमा यही काम गर्नुहुन्छ? हजुर दैनिक। पश्चिम डाङदेखि आउनुभयो, सोलुखुम्बु आउनुभयो, कुन ठाउँ जानुहुन्छ यस पछाडि? अब यस पछाडि खै उता लुग्ला नाम्चेतिर पुग्न भन्ने आश गरेर। नाम्चे पनि पुग्न तपाईँहरूको प्लान छ? प्लान छ। तपाईँहरू 2 जनाको टोली? हजुर 2 जना। परिवारमा चाहिँ कतिजना हुनुहुन्छ? हाम्रो परिवारमा उसको 4 जना, मेरो 5 जना। भनेको 4-5 जनाको आफ्नो परिवारलाई सारङ्गी बजाएर राम्रोसँगले तपाईँले परिवारमा घर खर्च हेर्नु भएको छ? हजुर यहीबाटै अब पढाउने, लेखाउने, खाने, पिउने सबै। तपाईँ यसमा सन्तुष्ट हुनुहुन्छ सारङ्गी पेसामा? हजुर हामी एकदम खुसी छौँ सर। त्यस्तै माया गरिरहनु पर्यो सबैले हामीलाई। हजुर एकदम खुसी छौँ। खुसी हुनुहुन्छ? तपाईँ सन्तुष्ट हुनुहुन्छ? एकदम सन्तुष्टि बाबुबाजेको सारङ्गी बनाउनु पाउँदा तर भाग्यमानी मानिन्छ। तर पछिल्लो पुस्ताले त सारङ्गी बजाउन छोडे नि त? अब हामीभन्दा पछाडि अब छोडिन्छ सारङ्गी पछाडि गाली बजाउने हो। तपाईँभन्दा पछिल्लो पुस्ताले बजाउन छोडो, तर तपाईँ चाहिँ यसैमा रमाइरहनु भएको छ? हजुर हामी त यसै। खुसी लाग्छ यसमा? हजुर खुसी लागेको छ अहिले। खुसी लाग्यो त आइयो यहाँ त। तपाईँ कति वर्ष उमेरको हुनुभयो? म अहिले 45 वर्ष हुनुभयो। तपाईँ जन्मेदेखि सारङ्गी नै बजाउनु? हजुर सारङ्गी। भन्दा पछिल्लो पुस्ताले सारङ्गी बजाएन भने के होला? अब के होला सर, सारङ्गी लोभ होला। यो अबका पुस्ताले बजाउला त साँच्चै भन्ने हो भने? अब बजाउन त सक्छ सर, तर हामी हिँडे जस्तो नहिँड्न सक्छ। बजाउन त अब किनकि नेपालको राष्ट्रिय बाजा पर्यो, बजाउन जसले पनि पायो, तर यसरी गाउँघरमा सुनाएर हिँड्न नसक्छ। तर सारङ्गी बजाउने भन्दा त हामीले विशेष गरी गन्धर्व जातिलाई पनि चिन्छौँ नि त, सबैले बजाउनु पर्छ भन्दै भन्दा। अब गन्धर्व जातिले पनि बजाउन त बजाउला, अन्य स्थानमा बजाउला। पहिला पनि बजाउनु बारी छ नि।